हेलो एभ्रिवान। सो जापानमा म आइकन लगभग एउटा कम्पनी मात्रै चेन्ज गरेको छु कि सो अलमोस्ट लाइक 12 इयर्स म यही कम्पनीमा बसेर काम गरिरहेको र यो 12-13 वर्षको एउटा एक्सपिरियन्स म तपाईँहरूलाई सेयर गर्छु है त, मैले गरेको मिस्टेक्सहरू विशेष गरी। सो फर्स्ट एन्ड फरमोस्ट कुरा चाहिँ तपाईँ एउटा भर्खर बिगिनर हुनुहुन्छ भने चाहिँ नि कुनै पनि ठुलो कम्पनी चाहिँ कहिले पनि चुज नगर्नुहोस्, सानो कम्पनी चुज गर्नुहोस्। सानो कम्पनीमा चाहिँ लर्निङ गर्ने कुरा चाहिँ धेरै हुन्छ। ठुलो कम्पनीमा चाहिँ के हुन्छ भने बेसिकली चाहिँ कोअर्डिनेटिङ कामहरू मात्रै हुन्छ, उनीहरूले आउटसोर्सिङ गर्छ र सानो कम्पनीहरूलाई चाहिँ उनीहरूले चाहिँ ह्यान्डओभर गर्छ। र जहिले पनि चुज गर्नुहोस्, सानो कम्पनीबाट सुरु गर्नुहोस्। 3-4 वर्ष जति मेहनत गर्नुभयो भने तपाईँको राम्रो प्रोफाइल बन्छ। सेकेन्ड अफ अल, सकेसम्ममा चाहिँ आफ्नो करियर कम्प्रोमाइज कहिले पनि नगर्नुहोस्। प्रोफेसन पढेर तपाईँ यहाँसम्म पुग्नु भएको छ त्यो जहिले पनि चेन्ज गर्नुहोस्। तेस्रो नम्बरमा चाहे तपाईँ जुनै पनि वर्किङ ल्याङ्ग्वेजमा किन नहोस्, इङ्ग्लिस होस्, जापानिज होस्, होइन, तपाईँ यदि जापानमा हुनुहुन्छ भने चाहिँ ल्याङ्ग्वेज इज द मस्ट। तपाईँ जहिले पनि त्यो ल्याङ्ग्वेज चाहिँ एउटा अपग्रेड गर्ने कोसिस गर्नुहोस्। मैले एनटीसम्म पास गरेँ तापनि मैले त्यो चाहिँ कहिले पनि प्र्याक्टिसमा ल्याइनँ क्या, किनभने मेरो अफिसमा चाहिँ वर्किङ ल्याङ्ग्वेज इङ्ग्लिसमा थियो। त्यो भएको कारणले गर्दा द्याट वाज अ बिग मिस्टेक भन्छु म चाहिँ। यसै गरी लास्ट एन्ड लास्ट फर्मोस्ट कुरा चाहिँ तपाईँको 3 इयर्स कुनै पनि एउटा कम्पनीमा हुनुहुन्छ र तपाईँको प्रोग्रेस भइरहेको छैन इन टर्म्स अफ मनी, इन टर्म्स अफ नलेज अथवा इन टर्म्स अफ स्यालेरी, त्यो यदि तपाईँको ग्रोथ भएको छैन भने चाहिँ इट इज अ सिग्नल फर यु टु से गुड बाई एन्ड सिक एन्ड अनदर जब। दुर्भाग्यवश यो एउटा सत्यता हो कि तपाईँ एउटा कम्पनीमा लामोसम्म काम गर्नुहुन्छ भने तपाईँको स्यालेरीदेखि लिएर पोस्ट भन्ने कुराहरू एकदम स्लो रेटमा बढ्छ क्या। तर यदि तपाईँले चेन्ज गर्नुभयो भने तपाईँको स्यालेरी त्यो अनुसारको अपग्रेड हुन जान्छ र पोजिसन पनि त्यो अनुसारको हुँदै जान्छ। तर फेरि यो भन्दैमा फेरि 6-6 महिनामा 1-1 वर्षमै चेन्ज गरिहाल्यो भने राम्रो प्रोफाइल चाहिँ होइन फेरि। सो 3 वर्षसम्म तपाईँले हेर्ने, त्यसमा तपाईँको ग्रोथ भएको छैन भने चाहिँ सेन्टिमेन्ट भएर तपाईँको चाहिँ इमोसनली चाहिँ डिसिजन नलिनुहोस्। इट इज टाइम फर यु टु से गुड बाई है त। सो यी भ्यालुएबल कुराहरू केही तपाईँहरूको माझमा मैले पस्केको थिएँ है त। हेभ अ गुड डे।